हामीले चाहिँ फर्स्टमा क्लासलाई क्लास एसाइन गरेर हेर्छौँ। क्लासको चाहिँ हाम्रो 1 क्लास हामीले डिफाइन गरियो। 1 यसको भित्र चाहिँ init फंक्सन init init सेल्फ यो फंक्सन चाहिँ सधैँ हामीले लेख्ने गरिन्छ, किनकि यो भनेको सधैँ यो क्लास एक्जिक्युट हुँदाखेरि सबभन्दा सुरुमा चल्ने फंक्सन यही हो, सबभन्दा सुरुमा आउने फंक्सन यही हो। र यसको भित्र हामीले के गरिन्छ भन्दाखेरि यदि हामीलाई यो भ्यालुहरु सुरुदेखि फेरि चेन्ज गर्न छ या हामीले चाहिँ मेनली यसमा चाहिँ भेरिएबल डिक्लेयर गर्न चाहिँ युज गरिन्छ। यो क्लासको भित्रको भेरिएबललाई क्लास सिंगल लिङ्क राख्नलाई है त। अनि चाहिँ अब यो भनेको हाम्रो यसमा चाहिँ केही फरक पर्दैन। यो init ले हाम्रो मेन फंक्सनमा बगेर अब हामीले यो भनेको inc हाम्रो मेन फंक्सन भयो। हामीले सुरुमा यो फर्स्टमा चाहिँ सेल्फ हालेर हेरौँ, सेल्फ डट ए इक्वल्स टु भ्यालु 10 है त। अब यो गर्दाखेरि चाहिँ हाम्रो यो क्लास कम्प्लिट भयो। अब हाम्रो यो अब्जेक्टमा हेरौँ, ए हाम्रो पहिले छ भनेपछि बी हालेर हेरौँ, बी। अब यो भनेको क्लासको नाम भयो। अब हामीले चाहिँ सुरुमा चाहिँ प्रिन्ट हालौँ है त, बी क्लासको ए भेरिएबललाई प्रिन्ट हालौँ हैन। त्यसपछि चाहिँ बी डट आइएनसी यो गरेपछि यो आइएनसी भन्ने बी क्लास भित्रको बी भनेपछि 1 क्लास भित्रको आइएनसी फंक्सन चाहिँ कल हुन्छ। अब यो फंक्सन कल गरिसकेपछि फेरि हामीले प्रिन्ट स्टेटमेन्ट चाहिँ एक्जिक्युट हालौँ, सेम कमान्ड हो, बी डट एज हो है त। तर यसमा चाहिँ चेन्ज हाम्रो देख्न सकिन्छ। हाम्रो आउटपुट आएको छ 0 र 10। सुरुमा हाम्रो यो प्रिन्ट हाम्रो बी भनेको 1 भनेर क्लासमा हामीले यहाँ छुट्याइएको छ। यो बी भनेको 1 क्लास हो है त। त्यसपछि प्रिन्ट बी डट ए भनेपछि बी क्लासको ए भेरिएबललाई हामीले प्रिन्ट गरिएको छ। बी क्लासको ए भेरिएबल अहिले के छ, ए इक्वल्स टु 0 छ, किनकि सबभन्दा सुरुमा यो के रे इनिट चाहिँ हाम्रो सबभन्दा सुरुमा एक्जिक्युट हुनेवाला छ र यसमा चाहिँ हाम्रो भ्यालु चाहिँ ए को भ्यालु चाहिँ 0 छ र अझै हाम्रो यो फंक्सन चाहिँ एक्जिक्युट भएको छैन। हाम्रो ओन्ली क्लासको भित्रको भेरिएबल ए को भ्यालु प्रिन्ट भएको छ। अब चाहिँ हाम्रो चाहिँ फंक्सन एक्जिक्युट हुन्छ। बी डट आइएनसी ले के गर्यो, बी क्लास भनेपछि 1 क्लासको भित्रको आइएनसी फंक्सनलाई एक्जिक्युट गर्यो। आइएनसी फंक्सनलाई एक्जिक्युट गर्दाखेरि सेल्फ डट ए इक्वल्स टु 10 यसले चाहिँ ए को भेरिएबलको भ्यालु चाहिँ 10 भनेर राखिदियो है त। त्यस्तो गर्दाखेरि चाहिँ हाम्रो के आयो, ए को भ्यालु अपडेट भयो, ए को भ्यालु अपडेट भएर 10 मा गयो। यही हो, यतिको यो यसरी चेन्ज भयो। अब हामीले सेल्फलाई हटाएर के हुन्छ त, सेल्फलाई हटाएर हेर्दाखेरि हेरौँ, अब हामीले यसलाई रन गर्न खोज्दाखेरि हाम्रो के रन हुन्न, यहाँ इरर आयो। के इरर आयो, जेनी इरर आयो। यो इरर चाहिँ किन आयो भन्दाखेरि हाम्रो चाहिँ बी डट आइएनसी यो गर्न मिल्दैन, जबकि यहाँ सेल्फ हुन्न। सेल्फ भएन भनेपछि यो इन्स्टेन्टलाई कल गर्न मिल्दैन। हाम्रो चाहिँ हामीले अब यदि यसलाई हामीले यति कमेन्ट गरिदिएर यसलाई रन गर्ने हो भने चाहिँ यो मजाले चल्छ। यहाँ 0 0 आयो। यसको चाहिँ जब यो फंक्सनै कल भएन तब चाहिँ यसको भ्यालु 0 0 चाहिँ आउने भयो है त। सेल्फले चाहिँ इन्स्टेन्ट कल गर्नलाई हेल्प गर्छ। जस्तै यो सेल्फ बिना चाहिँ हामीले यो फंक्सनलाई कल गरेर यसको भित्रको भ्यालुहरु लिन मिल्दैन, किनकि यो सेल्फले चाहिँ यो क्लासको भित्रको भेरिएबलहरुले भन्न खोजेको, क्लासको भित्रको प्रपर्टिजहरु इनहेरिट गर भन्न खोजेको सेल्फले। अब हामीले त्यही भएर हाम्रो यो सेल्फ चाहिँ इम्पोर्टेन्ट छ। यदि सेल्फ छैन भने चाहिँ यसले चाहिँ यसको प्रपर्टिजहरु इनहेरिट गर्दैन र त्यही भएर यसको भ्यालु चाहिँ चेन्ज हुँदैन र इरर देखाउँछ हामीले यदि यो फंक्सन एक्जिक्युट गर्न खोजियो भने सेल्फ नलेखिन।